इन्जिनियरिङ विद्यार्थीहरूको भोगाई। समयसँगै दौडिरहेको छु, परिस्थितिसँग लडिरहेको छु, मनभित्र हजार आँधी भए पनि मुस्कान ओठमै बोकेको छु। सोचेका सपनाभन्दा फरक बाटो यहाँ भेटिँदो रहेछ। इन्जिनियरिङको यात्रा कहिलेकाहीँ निकै कठिन हुँदो रहेछ। सोचेको थिएँ ज्ञानसँगै रमाइलो जीवन बिताउनेछु, साथीहरूसँग हाँस्दै घुम्दै भविष्य सजाउनेछु। तर यहाँ त बाल्यकालको पढाइ फेरि दोहोरिँदो रहेछ। असाइनमेन्ट, परियोजना र परीक्षाले निन्द्रा हराइदिँदो रहेछ। कसैले भन्छन् इन्जिनियरिङ त साह्रै रमाइलो छ, कसैले भन्छन् यो बाटो दुःख र सङ्घर्षको थलो छ। अल्फा, बीटा र गामामै दिनरात बित्न थाले। कोड, सूत्र र कम्प्युटरमै जीवनका घडीहरू हराए। एउटा परीक्षा सकिन नपाउँदै अर्को सेमिस्टर आउँछ। समयको तीव्र गतिले मनभित्र अनेक डर छाउँछ। ब्याचलर सकिएपछि रमाइलो गरौँला भन्ने सोच रहिरहन्छ। जिम्मेवारी र परीक्षाले फेरि जीवन बाँधिरहन्छ। कहिलेकाहीँ मनमा अन्योलको बादल मडारिएर आउँछ। पढेको ज्ञान भोलि काम नलाग्ला कि भन्ने प्रश्नले सताउँछ। तर आशाको दीप अझै मनभित्र बलिरहेको छ। मेहनतको मूल्य एक दिन अवश्य मिल्ने विश्वास जीवित छ। हाम्रो चाहना केवल समानता होइन, न्यायपूर्ण अवसर होस्, सिप, क्षमता र परिश्रमकै आधारमा सम्मानको अधिकार होस्। शिक्षा केवल किताबभित्र सीमित भएर नरहोस्, व्यावहारिक ज्ञानसँगै उज्यालो भविष्य निर्माण होस्। यदि विद्यालयमै व्यावहारिक शिक्षा पर्याप्त दिइन्थ्यो, धेरै युवाको सपना बेरोजगारीले कहिले नछिन्थ्यो। देशका हजारौं इन्जिनियरले आफ्नै भूमिमा अवसर पाउन्। सिप र सिर्जनाले नेपालमै नयाँ इतिहास रचुन्। सङ्घर्षले थकाए पनि हार कहिले नमानेका हामी उज्यालो भविष्यको सपना बोकेर अघि बढ्ने विद्यार्थी हामी। इन्जिनियरिङ कठिन छ, तर असम्भव भने पक्कै होइन। मेहनतको इतिहास लेख्दैछौँ, हाम्रो भविष्य हराउने होइन।